ल साथीहरू, मैले तपाईलाई यो इलिटा कम्पनीको घडीको अनबक्सिङ गर्न गइरहेको छु। यो चाहिँ इलिटा कम्पनी विशेष गरी तपाईको पोर्चुगिज कम्पनी हो। यसको चाहिँ शाखाहरू प्राय यो चाहिँ पोर्चुगल र स्विजरल्यान्डमा रेजिस्टर गरेको छ। यो वाच मलाई चाहिँ गिफ्टको रूपमा प्राप्त भएको थियो मेरो आफ्नै सालाजीबाट। यो चाहिँ स्पेसली इलिटा एक्टिभ ग्रीन मेन्स वाच भनेर यसलाई चाहिँ है। ल साथीहरू, म अब यसलाई चाहिँ खोलेर देखाउन गइरहेको छु। ल हेर्नुहोस् त, यसको फिचर्सहरू पनि बबाल छ र यसमा चाहिँ क्यालेन्डर पनि रहेछ। क्यालेन्डर पनि आउँदो रहेछ र यसमा चाहिँ यसको हाम्रो यसको कस्टको रूपमा कुरा गर्दाखेरि चाहिँ 129 यो युरो यसलाई पर्दो रहेछ र नेपाली लगभग 20,000 को घडी हो चाहिँ। र यसमा यो कम्पनी 1950 मा बनेको रहेछ र यो चाहिँ पोर्चुगल र स्विजरल्यान्डमा रेजिस्टर गरिएको रहेछ। यो चाहिँ डिपर इन्स्पायर्ड लुकमा छ। यो चाहिँ के छ, पोलिस स्टिल ब्रिज र 42 mm ब्रस स्टेनलेस स्टिल केस छ यसमा चाहिँ। र यसमा चाहिँ क्यालेन्डर ट्र्याकिङ पनि छ र सँगसँगै यसमा चाहिँ यो के भन्छ, रोबस्ट स्टिल ब्रासलेट छ यसमा। र सँगसँगै यसमा के छ, एक्स्ट्रा हेर्नुहोस्, यो देखाएको चाहिँ एक्स्ट्रा इन्टरचेन्जेबल लेदर पनि छ यसमा चाहिँ है। र यसको चाहिँ हेर्नु त कति राम्रो छ। यो ब्रान्डेड कम्पनीको वाच हो र त्यही भएर चाहिँ यसको चाहिँ लुक्स पनि एकदम राम्रो छ। र यसमा चाहिँ हेर्नुहोस्, यो पहिले चाहिँ यो केसहरू पनि ठुलो केस छ जुनमा यो राखेर दिएको छ है। र यसमा चाहिँ लेदर पनि दिएको छ, यसलाई रिप्लेस गर्न सकिन्छ। र यसको चाहिँ तपाईको बिल चाहिँ यो हो है त। ल आजलाई चाहिँ यति नै। र फेरि अरू कुनै सामानहरूको चाहिँ फेरि अनबक्सिङ गर्नु पर्यो भने हजुरसँग हुनेछु। ल हस्त, धन्यवाद। जय नेपाल।